र साथीहरू आज चाहिँ हामी सिस्नो भात खान लागेको छौँ। अनि सिस्नो भात खानको लागि चाहिँ मकैको भातसँग मात्रै सिस्नो मिठो लाग्छ मलाई चाहिँ। अनि त्यही भएर चट्ट लाएर दिउँसो मकै पनि अनि सिस्नो खोज्न गएँ। अनि सिस्नो खोजेर आएपछि मैले चट्ट लाएर यसरी मकैको चामल केलाएँ। अनि मकैको चामल केलाएर चट्टसँगले यसरी होइन, यो चाहिँ चामलहरू छुट्टाएको। अनि पिठो पहिल्यै छुट्टाएर अनि पछि चामल छुट्याउनु पर्ने हुन्छ। अनि चामलहरू केलाइसकेर यसरी उठाइसकेपछि अनि त्यसपछि फेरि चाहिँ मैले सिस्नो केलाउन थालेँ। अनि सिस्नो चाहिँ मैले खोलाभरि खोजेँ, खोलाभरि चाहिँ पाइएन। तर गाउँतिर आएर यसो हेर्दाखेरि गाउँतिर अलिअलि पाएँ। अनि गाउँबाट टिपेर ल्याएँ। अनि टिपेर ल्याएर चट्टसँगले यसरी केलाएँ। अनि त्यसरी मकैको चामल हुन्छ नि त, पिठो हुन्छ नि त अलिअलि, अनि त्यो पिठो हालेर यसरी टकटके यहाँ चाहिँ अलिअलि किराहरू छ कि भनेर मजाले केलाएर राखेर चाहिँ त्यो साइडमा हालेँ। अनि साइडमा हालिसक्दाखेरि चट्ट लाएर मकैको भात पनि पाकिसकेको थिएँ साथीहरू। अनि हाम्रो मकैको भात चाहिँ यस्तो छ। अनि मकैको भात पाकिसकेपछि सिस्नोको भात पनि थाप्यौँ। अनि सिस्नो चाहिँ यसरी थाप्यो। यसरी म चाहिँ पकाउन थालेँ। अनि सिस्नो यसरी पाक्दै थियो। अनि बिचमा पाक्ने बेलामा दाल पनि चट्ट हालेर मसलाको दाल हाल्यौँ। यसरी सिस्नो र भात पनि रेडी भयो। अनि त्यसरी हामी चाहिँ खान थाल्यौँ। कान्छी र कान्छी चाहिँ चामलको भात खाने भनेर पकाउन थाल्यो। हामी चाहिँ खायौँ।